हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल गाइज। सबैले यसो सब्सक्राइब गर्नु होला है। आज हामी यस्तो ठाउँमा आएको छु। अब यस्तो यहाँबाट चाहिँ होइन, यस्तो हामी यो केबल कार चढेर चाहिँ हामी माथि डाँडामा जाने हो। सो यो ठाउँ छ है गाइजहरू। आइरहेछ केबल कार अब यही केबल कार चढेर जाने हो हामी पनि माथि डाँडातिर। साथीहरू नबिर्सिकन है यसो मेरो यो भिडियोले पनि हेरेर सबैजनाले सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब होइन, म चाहिँ भर्खर नयाँ हो, युट्युब च्यानल खोलेको। सबै साथीहरूले यो साथ सपोर्ट गर्नु होला, च्यानल सब्सक्राइब गरेर है मेरो च्यानललाई पनि। हेलो गाइस, अब चाहिँ हामी भित्र जानेछु टिकटको लागि। यसो केबल कार टिकटको लागि भित्र जानेछु। यही बाटो त सबै साथीहरूले प्लिज है सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई पनि। मौसमले आज च्यालेन्ज दिइरहेछ हल्का। यहाँ त यस्तो मट्टी मान्छेहरू छ, मट्टी मान्छे छ। टिकट दिने हो अब। हेलो गाइज, फाइनली हामी चाहिँ टिकट लियो होइन, फाइनली टिकट लियो। अब भने यता जाने हो। सो टक पर्दै यो चाहिँ हाम्रो यस्तो होइन, स्क्यान गरेर अब यस्तो छ। गाइस एभ्रिवान, सबैजना साथीहरू हामी तिनजना अर्को पनि छ है एउटामा के दुईजना मात्रै गयो त। क्यान्सरसँग हामी नि जाने हो टुरमा। सो अब अर्कोमा जाऊ। हाम्रो गाडी आउँदैछ साथीहरू। हाम्रो चाहिँ गाडी नभन्दा आउट भन्दैछ। हाम्रो चाहिँ अब एयरप्लेन आउँदैछ साथीहरू। अब हेर्नुहोस् होला सबैजनाले होइन, सबैले प्लिज अरू भन्दा सबैले होइन सब्सक्राइब गरेर यसो मेरो युट्युब च्यानललाई सपोर्टिङ गरिदिनु होला है। म त्यही भन्न चाहन्छु। यता गइरहेछ भने कोही चढे है, अब चढे है दाजु। ल टिकट झरा नला ल एउटा खतरा फोटो जान्छ अब आइफोनबाट। अलि सिन आउने गरी पस्नुहोस्, अलि भ्यू हराउने गरी। तपाईँ यता डोका थुन्यो कतै के छ छैन त कि आफै लाग्ने हो? आफै लाग्ने अटोमेटिक होला नि, आफै लाग्ने हो कि अलि चढेपछि आफै लाग्छ। साथीहरू अब यहाँबाट चाहिँ अब तीव्र गतिमा कुदिन्छ, एकछिनको छेर्नुहोस् है। टक्कै ढोका लाग्दैछ। अब भने अलिक स्पिड
भिडियो बना भिडियो भिडियो चाहिँ हो र होइन केवल कारमा छु ल तपाईँको त्यो गाउँहरू कस्तो दामी आइदिएर दाजुभाइ पछाडि ब्याकग्राउन्ड हल्लियो यस्तो ठाडो मन यहाँबाट हेर्नु होला साथीहरू यो गाउँ खै ल्याउनु फेरि खिचिदिन्छ यो गाउँ कस्तो दामी आएको थियो पछाडि ब्याकग्राउन्ड क्यामेरा निकाल गाउँ पछिएको अहिले कस्तो दामी देखेर त्यो गाउँ मेरो खेत त एक्लो म त्यतै बस्छु त्यहाँ यो भ्यू आउने है गाउँको मेरो पनि एउटा दुइटा खिच्ने पल्ल पुगेर त के उकाले यो त राम्रैमा ल म यतै सुन खिचिदिनु मायाहरू ल सर बारेर ल ऊ माथि डाँडामा जाने हामी होइन यो टावर डाँडामा हजुरलाई यसो देखाइदिन्छु डाँडा त्यही डाँडामा जाने हो ए हे यो केवल कारमा है साथी हो हामी साथीहरू यता छौँ हामी तिनजना साथीहरू होइन यसो हामी सबै रुममेट साथीहरू खास ल केवल कारमा छु केवल कारमा छु तपाईँको त आइफोन भनेर हाम्रो त खै सेतो प्लेकै देख्छ केवल कारमा छु म केवल कारमा छु है केटा हो केवल कारमा के हो यो सुरु कस्तो हिँड्ने है हात यार ठिक छ घुम्न पर्यो त दर्शकहरूलाई बाजे त एक्लै टक्क ल ल ल ल मनोकामना गोर्खाको मनोकामना ल है पूजा गर्ने दर्शन गर्न भनक ल ल ल ल मनोकामना सपोर्ट गर्नु होला मेरो युट्युब च्यानललाई साथीहरूसँग जाँदैछौँ भन्नुहोस् साथीसँग जाँदै यो चाहिँ पछाडिको दृश्य यस्तो छैन तल गाउँ हेर्नु न खोला मात्रै हो रोड घरै रहेछ नि त्यत्रो गाडी छ तलको यो मनोकामना यता रोड पनि छन् रोड गाडी पनि पाउने होला सायद हामी जब गाडी छैन त्यही हो आफ्नो गाडी नभएपछि यसो केबल कारमा साथीसँग इन्जोय जस रमाइलो गर्दै हामी साथीभाइहरू हिँडिरहेको छु एज एभ्री वान तिनजना तोड्ने गयो लास्टमा जम्मा तिनजना नानी त उम्मेर आयो भरे उमेर नि आहा नडराइकन बच्चा हेर्दै आयो अब चाहिँ उता फर्केर आउनु रहेछ नानी त उता नानीहरू बच्चु हातलाई नानी देखिने खै त जाग्रेत त त्यस्तो देखियो स्लो मसिनमा हिँडेर छ स्लो मसिन जागरिकको मान्छेलाई 6 रुपियाँ कति सिटमा जानु पाउने रहेछ हामी जाब्रेसी मायाले ओहो केटा डाँडा पुगिने भयो यो त रित्तै फर्क्यो यो त मान्छे नभएपछि पछ्यौरी बिझायो भन्ने भयो ससुरालीमा
के तेल भ्याइए सुस्ता हिँड्छ त भने जम्मा 1 मिनेट कति सेकेन्डमा म यो भिडियो पुरा गर्छु भनेको 43 सेकेन्ड भयो यसो रिलिजमा सर आइफोनको नभए नि केबल कराईमा भिडियो यहाँ त गर्लफ्रेन्ड भयो त गर्लफ्रेन्डसँग घुम्न जाने ठाउँ रहेछ हौ यो ठाउँबाट त त्यति लामो भिडियो भन्दा नि जङ्गलहरू यस्तो पोज गरी गरी हाल्नु नि दाजु बन्द गरेँ अब झर्दाखेरि गरौँ नि जागिरको जनताको सेयर होला पर है त्यही हो जागिरको मान्छेलाई डिस्काउन्ट हाम्रो चाहिँ गोर्खाको मान्छे सेयर पऱ्यो चाहिँ गोर्खाको मान्छेलाई डिस्काउन्ट जस्तै हो ए त्यस्तो हो र हो नि गोर्खा मान्छे जान्छ त फेरि रित्तै झरे यार माथि त खटेर प्याक होला हौ है यसो कफी सफी खाएर पर्छ यत्रो मान्छे हिँडिरहेछ यसरी कफी खाएर यसरी भने एउटा फोटो सम्झना होइन सम्झना भिडियो युट्युबमा हराइरहन्छ युट्युब केही गरिहाल्यो त्यहाँ भाइले गर्दा जागिरी त ओहो फर्किँदा चाहिँ भिडियो साथी हो त आइफोनबाट चाहिँ आगै आउने छ तर ठाउँ ठाउँमा सकिँदो पो त मेरो युट्युबमा रहिरहन्छ हाम्रो सम्झनाको लागि फोटो भिडियो सबै सो ए कति मिनट लाग्यो टाइम हेऱ्यो नि दाजुले कति मिनट हिँडेको थियो यस्तो नि हो भाइले हेरेको कहाँ यो मैले काट्दै अलरेडी गर्दै न माथि टाइम मोबाइल टाइम छैन हेर न बाटो घाटो यस्तो त त्यो चाहिँ हाम्रो ठ्याक्कै बनेपाबाट टर्निङ स्टेपले भने तिमीहरूको बाटो यस्तो यस्तो भन्ने जिस्काउँछ हामीलाई भने भएन खुर्कोटको बाटो खुर्कुट त्यही त खुर्कुट माथि बने अब मायाहरूलाई आउनु भने मानेन नि त दाजुभाइले धादिङलाई गीतमा हराइदिन्छ भने लगाइदियो कसलाई हो हावा तल त्यो मान्छे नि बिस्कियो झन् यार के चाहिँ ए काठे ठाडो भाकामा हराइदिन्छ हाम्रो दाजुभाइले भनेर धादिङ र गफ लगाइदिनु भयो ए टावरै पुग्नु रहेछ यार अब चाहिँ आइपुग्न त्यही भएर कति मिनटको रहेछ यो भन्नु खोजेको टावरमा आइपुग्न लाग्यो सरर पारेर भिडियो लामो भयो यार यो जङ्गलमा मङ्गल गर्न दिस इज अ कोरेसियन सुमा भन्नु न जंगल में हम आएगा एक दिन मंगल करना जंगल में हेर उता ठाउँमा यही हो देखियो युरोप भन्ने भन्नु पर्छ यता देखाउनु चाहिँ युरोपका रुखहरू भनेर हर उता सुकेका रुख हेर्नु सिधा सिधा हेलो गाइज एभ्रीवान फाइनली हाम्रो पुग्न लाग्यो है सरर पारेर ट्याक्कसँगले चाहिँ जहाँ चाहिँ हामी आएका छौँ त्यही ठाउँमा पुग्न ल्याइसक्यो होइन टावर ढाबामा सो ल हालो बुढीलाई पठाइदिने यसो भिडियो हेरेर मनोरञ्जन लिनु होला यस्तो नि आनन्द यार जडी छ हाम्रो जिन्दगी हेर्नु त ए हामी त कुकुर जस्तो यार कुन देशको हो ढाका टोपी लगाएर पुगेन भन्नु न माथि लाउनु गयो ढाका टोपी ढाका टोपी हिमाल जस्तै रे तपाईको कुकुरीवाला टोपी ल्याउनु पर्थ्यो हाम्रो राजेश हाम्रो दाजु हुनुहुन्छ राजेश हाम्रो राजा बन्द कम चाहिँ छैन है कपाल राजेश हमाल टोपी भन्नु ए यही हो कि हो माथि हो यही हो यार छिरी छ त दुलो भित्री मसलमा यहाँबाट हिँडेको छ अब ढोका आफै अटोमेटिक बन्द हुन्छ साथीहरू
सबै ल फेरि यहाँबाट झरेर फोटो हान्दै नि ओहो यता नेपालीहरू के पारा दियो त हो ए गरेर झिकिँदै जा सुटिएर केवल कर्मा छु यो आइफोन पुरै जागरमै भ्यू लिनु पर्यो अस्ति उहाँलाई आयो कि झर्दाखेरि हो कि उनीहरूले यसो भिडियो गरेर छ टावर अझै छोडे दाजु है अब पुन लाग्यो टावर टावर तलबाट थिक कति देखिन्छ सुटीले के खोजिरहेन् मलाई हो कि तपाईँ ढाका टोपी लगाएर फेरि भिडियो बनाइरहेछन् थक्क राखेको छ नि गाडै गाड छ त अगाडि नि गाड पछाडि नि गाड आम्मा ल पक्तुङ पक्तुङ भक्तङ भक्तङ टङटङ टङटङ पक्तुङ पक्तुङ छ हौ हिमाल जस्तो रहेछ बिहानको घाम ल गाइज फाइनली अब हामी पुग्यो है साथीहरू हामी आएको ठाउँ यही हो ए त्यहाँबाट हिँड्दै झर्ने आउने रहेछ कि सबै यसो घुमेर अरे है खुट्टा तन्काउनु पर्छ ट्र्याकमा हामी यता आउनु सकिन्थ्यो उता हिँडेर उता त्यहाँ त्यस्तो जङ्गल घर यस्तो जङ्गलबाट डाँडा कति टाइम लाग्यो नि कफी सप त ए कति छ भिड ओहो यो टावर ल पुरै जागिर बिच टावर धाने होला यार कति थोकको टावर छ अग्लो ठाउँ छ यस्तो टेकिङ स्टिक सिटिक बोकेर हिँड्दैछ यहाँ पनि नेपालको पारा टक मर्निङ टाइममा हुँदो कि मान्छे खुब हिँड्ने त त्यो माथि कफी सप छ त्यो माथि उसमा होइन यो मन्दिरको कफी सप होइन मार्कोले भन्दै थियो नि माथि टपमा कफी सप छ भन्दै छ त कुन टपमा यसैमा त होला नि त्यहाँ यसैमा यो टप माथि भ्यू टावर घुम्न जाने हो कि हो माथि सिसा छ त हजुर मान्छे खाने छ टुप्पा खाने त्यो कफी सप होला है कफी सप मारिले भन्दै थियो नि त्यो माथि टपमा कफी सप हुन्छ भन्दै थियो नि त मार्कोले वहाँ माथि टपमा हेलो एभ्रिवान गाइज फाइनली म्युजिक कफी सप कफी सप यस्तो मजा चलिरहेछ सो खै त खै कफी सप आएन झरिसक्यो हामीलाई अहिले सुटीहरू के हाल्ने झर्ने के हाल्ने फर्क जाने हो हेलो गाइज फाइनली हामी पुग्यो है यसो ओर्लेर जाने यसो अब घुमघामतिर यसो घुमघाम टावर भिडियो धेरै लामो भयो गाइज भिडियो धेरै लामो भयो सो तपाईँहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर होइन सब्सक्राइब गरिदिनु होला साथीहरू 19-20 मिनटको भिडियो भयो सो यता कफी सप यस्तो छ साथीहरू है सबैले साथ सपोर्ट गरिदिनु होला प्लिज गाइज प्लिज